साथीहरू नमस्ते छ है सबैजनालाई। फेरि पनि म आफ्नो यो टेक युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। आज म तपाईँहरूलाई चाहिँ कुनै साथीहरूले वाट्सएपमा पठाएको मेसेज चाहिँ एक दिन अथवा 2 दिनमा चाहिँ कसरी डिलिट भएर जान्छ अनि कसरी चाहिँ त्यो मेसेज डिलिट भएको अप्सन चाहिँ डिजेबल गर्न सकिन्छ भन्ने कुरा सिकाउन गइरहेको छु कतिपय भर्खरै वाट्सएप चलाइरहनु भएको साथीहरूलाई चाहिँ यो कुरा थाहा नहुनसक्छ कसैले मेसेज पठायो एक दिन अथवा 2 दिनमा त्यो फोटो अथवा मेसेज चाहिँ आफै डिसएपियर हुन्छ भनेको आफै हराउँदै जान्छ है। यो समस्या चाहिँ कसरी समाधान गर्न सकिन्छ भनेर म आज सिकाउन गएको छु सर्वप्रथम तपाईँ आफ्नो वाट्सएप खोल्नु होला त्यसपछि जुन साथीले मेसेज पठाएको छ त्यो साथीको अकाउन्ट खोल्नु होला कहाँबाट समस्या आयो त्यो अकाउन्ट त्यो च्याट खोल्नु होला च्याट खोलिसक्नु भएपछि यता तपाईँले 3 डट अप्सन पाउनुहुन्छ है माथि टपमा 3 डट, यसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरेपछि डिसएपियरिङ मेसेजेस भन्ने छ है, यसमा क्लिक गर्नु होला। त्यसपछि मेरो चाहिँ मेसेज टाइमर अफ गरेको छु यदि यो 24 आवर्स भयो भने तपाईँको एक दिनमा चाहिँ मेसेज आफै हाइड हुन्छ अथवा हराएर जान्छ। 7 डेज 90 डेज छ है। यसरी चाहिँ तपाईँले यसलाई चाहिँ अफ गर्नुभयो भने तपाईँको मेसेज चाहिँ एक दिन अथवा 2 दिन 7 दिनपछि चाहिँ आफै हराएर जाने समस्या हुँदैन है। प्रायः जसो म चाहिँ अफमै राख्ने गरेको छु यसलाई साथै। यसरी चाहिँ तपाईँले चाहिँ अटोमेटिक मेसेज चाहिँ हराएर जाने समस्या चाहिँ समाधान गर्न सक्नुहुन्छ है। साथीहरू यस भिडियोले तपाईँलाई केही सहयोग पुर्याएको छ भने मेरो च्यानललाई सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला ल। थ्याङ्क यू, बाई।